चम्पासरी पार गर्यो, देवीडङ्गा बजार नाग्यो अनि एक्कासी ठ्याक्कै आँखाले भ्याउने ठाउँमा थ्री क्यान्स क्याफे कफी प्रेमीको लागि बनेको एउटा सानो स्वर्ग हो। ढोका खोलेर भित्र पसे अनि त्यो पहिलो सासमै क्वाजी लाइटनिङको न्यानोपन, एम्बियन्सको मिठास अनि कफीको सुवास मानव कुनै कथा जस्तो लाग्नेछन्, मुटु छुने अनुभव। यो क्याफेको ओनर अभिषेकज्यूले सुनाउनु भयो कफीको यात्रा, बिनबाट कपसम्मको कथा, ल्याटेको लेयर्स, म्याचाको मिस्ट्री, एक्सप्रेसोको एनर्जी। मलाई लाग्न थाल्यो म आफै कफी नर्ड बन्दैछु। आज मैले चाखे म्याचा र स्पेनिस ल्याटे। एकले मनलाई शान्त दियो, अर्कोले आत्मालाई ताजगी। त्यो मेलो स्वाद भने नशा झै चढ्न थाल्यो, नालायक प्रेम जस्तो। फेरि मेन्यु पनि उत्तिकै राम्रो, पेरी पेरी फ्राई, स्पाइसी र क्रिस्पी, ठिक मेरो जस्तो एटिट्युड भएको। झोल मोमो, न्यानो घरको सम्झना, एकदम आत्मीय। र त्यो ब्लुबेरी चिज केक, आहा भन्दा अरू केही भन्न सक्दिनँ। थ्री क्यान्स क्याफेले खुसी बनायो, मात्र जिउ र ज्यान होइन, मुड र मन पनि। तपाईँ पनि एकचोटि जानु है। अर्को भ्लगमा भेटौँला र तबसम्म थ्री क्यान्स क्याफेमा गएर कफी पिउनु है।